के तपाईलाई थाहा छ किन केही देशहरू धनी छन् तर असमानता बढी छ अनि केही देशहरूमा समानता छ तर विकास ढिलो देखिन्छ? यसको पछाडि के को प्रभाव होला तपाईहरुलाई के लाग्न सक्छ? आज म तपाईहरुलाई पुँजीवाद र समाजवादको छोटो साक्षात्कार गराउनेछु। पुँजीवाद भनेको के हो र समाजवाद भनेको के हो? प्राय जस्तो हामीले कम्युनिस्ट विचारधारा बोकेका नेताहरूको मुखबाट सुन्दै गरेको यो शब्द पुँजीवाद र समाजवादको अर्थ के हो त? आउनुहोस् साक्षात्कार गरौँ पुँजीवाद र समाजवादको बारेमा। अब चर्चा गरौँ समाजवादको बारेमा। के हो त समाजवाद भनेको? समाजवाद सोसियलिज्म भनेर अंग्रेजीमा भनिन्छ। समाजवाद भनेको आर्थिक राजनीतिक प्रणाली हो जहाँ उत्पादनका मुख्य साधनहरू जस्तै उद्योग, जमिन, स्रोतहरू राज्य वा सामूहिक स्वामित्वमा हुन्छन्। यसको मुख्य उद्देश्य समानता कायम गर्नु, धनी र गरिब बीचको अन्तर सम्बन्धलाई घटाउनु, सबैलाई आधारभूत सेवा प्रदान गर्नु, शिक्षा, स्वास्थ्य उपलब्ध गराउनु हो। उदाहरणका लागि नर्वे, स्विडेन जस्ता देशहरूमा समाजवादी नीतिहरूको प्रभाव देखिन्छ जहाँ राज्यले नागरिकको कल्याणमा ठूलो भूमिका खेल्ने गर्दछ। अब त्यस्तै गरी चर्चा गरौँ पुँजीवाद। पुँजीवादलाई अंग्रेजीमा क्यापिटलिज्म भनेर भनिन्छ। पुँजीवाद भनेको त्यस्तो प्रणाली हो जहाँ उत्पादनका साधनहरू निजी स्वामित्वमा हुन्छन् र बजारले माग र आपूर्तिको आधारमा मूल्य निर्धारण गर्छ। त्यहाँ व्यक्तिलाई लगानी, व्यापार र नाफा कमाउने स्वतन्त्रता हुन्छ। अमेरिका, जापान जस्ता देशहरू पुँजीवादी अर्थतन्त्रका प्रमुख उदाहरण हुन्। पुँजीवाद र समाजवादको सकारात्मक पक्षहरू के छन् त? आउनुहोस् चर्चा गरौँ। समाजवादको मुख्य फाइदा भनेको सामाजिक समानता र आधारभूत सेवाहरूमा पहुँच सुनिश्चित गर्नु हो। यसले गरिबी घटाउन मद्दत गर्छ र सबैलाई न्यूनतम जीवनस्तरमा बाँच्न मद्दत गर्छ। पुँजीवादको सबैभन्दा ठूलो शक्ति भनेको नवप्रवर्तन, इनोभेसन, आर्थिक वृद्धि हो। प्रतिस्पर्धाले नयाँ प्रविधि, रोजगारी र उत्पादन वृद्धि ल्याउँछ। यसलाई पुँजीवादले प्रमुख भूमिकामा हेरेको छ। आजको विश्वमा पुँजीवाद र समाजवादको अवस्था कस्तो छ त्यसको बारेमा नै चर्चा गरौँ। आजको विश्वमा शुद्ध समाजवाद वा शुद्ध पुँजीवाद कमै देखिन्छ। धेरै देशहरूले मिश्रित अर्थतन्त्र अपनाएका छन् र समाजवादको वर्तमान अवस्था कस्तो छ त? आजको विश्वमा शुद्ध समाजवाद वा पुँजीवाद कमै देखिन्छ। धेरै देशहरूले मिश्रित अर्थतन्त्र अपनाएका छन् जहाँ दुवै प्रणालीका तत्त्वहरू छन्। उदाहरणका लागि विकसित देशहरूले बजार स्वतन्त्रता राख्दै स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा राज्यको हस्तक्षेप बढाएका छन्। समाजवादले समानता दिन्छ भने पुँजीवादले अवसर र विकास दिन्छ। दुवैको सन्तुलन नै आधुनिक अर्थतन्त्रको मुख्य विशेषता बनेको छ। अब तपाईको विचारमा तपाईलाई समाजवाद मन पर्छ कि पुँजीवाद मन पर्छ? आफ्नो विचार कमेन्टमा प्रतिक्रियाको रूपमा राख्नु होला। हस्त धन्यवाद।